Hello everyone. Namaste Tasidili. Finally म कहाँ पुगेर फर्केँ भने यहाँ गुम्बामा पुगेर नि फर्केको म अहिले कस्तो खुट्टाहरू कामिरहेछ अघि मैले भिडियो बनाउनु पाएन सो अहिले चाहिँ म एकदम ह्यापी छु म अझै बिलिभै गरिरहेको छैन मैले कहाँ पुगेर आयो भनेर इभन बोल्नु नि सकिरहेको छैन म गलेर अघि बिहान 7 बजेदेखि हिँडेको 8 9 10 11 12 1 5 घण्टा भयो 5 घण्टामा चाहिँ फर्केर म यहाँ आधी बाटो नै आइपुगिसकेँ र म चाहिँ कहाँ पुगेर आएँ भने यहाँ ताक्साङको मेन गुम्बामा जुन गुम्बा चाहिँ यस्तो देख्छ अनि लाइफमा यस्तो ठाउँमा आउनु पाएँ म धेरै धेरै थ्याङ्कफुल छु टु एभ्रीवान जसले गर्दाखेरि म यहाँ आउनु पाएँ हो म जाने बाटो चाहिँ यस्तो छ मेरो खुट्टाहरू एकदम कामिरहेछ यो चाहिँ म फर्केको हो अनि म बिहान कसरी आएँ भन्ने कुरा चाहिँ मैले अलिअलि बिहान भिडियो बनाएको छु त्यसमा हेर्नु होला थ्याङ्क यू सो मच वाउ फाइनली ड्रिम कम ट्रु अब आज यहाँबाट 3 घण्टा जम्मा 6 घण्टा हिँड्नुपर्छ हामी कहाँ जानु लागेको Oh my god, I'm so excited to go. यहाँबाट चाहिँ माथि ताक्साङ मोनेस्ट्रीको लागि चाहिँ पैदल यात्रा सुरु फोन पनि समात्नै नसक्दछ जाडो भएर कसरी जाने हालाजी बिस्तारै जानुहोस् मेरो त हात ठिराएर फोनै समात्न नसक्दो रहेछ हेलो छिटो आउनुहोस् तपाईँ चाहिँ यहाँदेखि किन लट्ठी टेक्नु भएको मलाई एकदम जाडो भइरहेछ जुन लाग्यो म पनि मलाई देख्दा साथी यहाँ पनि गुम्बा बनाउनु सुरु यहाँ चाहिँ छु के हो आज छु भने ल हात कामेको कारणले गर्दाखेरि भिडियो चाहिँ एकदम हल्दी नै भइरहेछ अब यहाँबाट चाहिँ घोडामा जाने हो भने घोडामा अनि हिँडेर जाने हो भने चाहिँ हिँडेर अरू चाहिँ गाइडहरू सायद देखाउनु मिल्दैन होला यो के हो यो म हात बाहिर निकाल्न सकिरहेको छैन यहाँ चाहिँ घाम लागेर यस्तो दामी भइरहेछ यता चाहिँ सेतै हिउँ परिरहेछ त के भन्नु यसलाई के भन्छ भने टुसारा हो कि के हो यस्तो भन्दा हामी चाहिँ अलि अगाडि हिँडेको सो कोल्ड मेरो ओठहरू छुनु नहुने लुगाहरू पनि छुनु नहुने भइसक्यो यो बाटो हिँडेर माथि पुग्नुपर्छ आधी मान्छेहरू चल्दै रहेछ जाडोले सिँगान आइसक्यो वान अफ माई ड्रिम प्लेस तर पनि म जति गाह्रो भए पनि जान चाहिँ चाहन्छु कडक ओहो जमेर पानीहरू फोन समात्नु सकिरहेको छैन किनभने बोल्नु पनि सकिरहेको छैन पन्जा पनि खोलेर राखेको अहिले चाहिँ म बिचमा एक्लै छु अनि तर कुनै कुराहरू मिस नहोस् भनेर चाहिँ मैले भिडियो बनाएको
रहेछ अगाडि माथि पुग्नु चाहिँ घाम पनि लाग्दैन रहेछ पानी पनि जमिरहेछ हात पनि फोन समातेको हात पनि जमिसक्यो अझै बन्द गरेर हिँड्नु पऱ्यो एकछिन देख्नु मात्रै छेउमा रहेछ यहाँबाट अप एन्ड डाउन गर्नु 6 आवर लाग्छ र बराबर घुमेर जानुपर्ने रहेछ यस्तो बाटो चाहिँ यस्तो बाटोघाटो अनि यो रुखहरू अनि यो यस्तो डाँडाकाँडा यो चौरहरू देख्दा चाहिँ नेपालको भाइब दिने टाइपको सेम लाइक नेपाल सेम लुक लाइक नेपाल एन्ड बाटोहरूको त्यो मम्मा यो जङ्गलभित्र चाहिँ अलिकति भयो भने तातो रहेछ तर हात चाहिँ जमिसक्यो मेरो हजुर हिँडिसक्यो फोनहरू पनि निकाल्नु नसक्दो रहेछ हात जमेर सो डिफिकल्ट टु होल्ड माई गॉड बेस तलको बेस क्याम्पबाट ठ्याक्कै हिँडेको एक घन्टा अलमोस्टमा यहाँ आइपुग्यो अझ यहाँ देख्नु मात्रै अरे टाढो अनि तेर्सो धेरै छ यहाँ पुग्नको लागि अलिअलि बिसाउँदै हिँड्दै अलमोस्ट 1.5 आवरमा यहाँ डाँडामा आइपुग्यो भन्ने रहेछ हजुर अगाडि जान भइसक्यो म नि हिँडिरहेको छु यति रहेछ तेर्सो बाटो चाहिँ एकछिन बसेर खानासाना खाएर खाना होइन अब यस्तो खाजा अनि बल्ल 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 गरी हिँडिरहेको यस्तो भिरको बाटोमा कसरी घर बनाएन मान्छेले मेरो हातै गरिरहेछ अहिले तक्छङ खङ क्याफे रहेछ त्यो यहाँबाट जानु पर यता चाहिँ क्याफे यहाँबाट चाहिँ हिँड्दै हुनुहुन्छ मान्छेहरू म चाहिँ एकदम पछाडिबाट बिस्तारै बिस्तारै आइरहेको छु अझ धेरै हिँड्नुपर्ने रहेछ तर ठिकै छ अलिअलि गर्नु पनि भइरहेछ आधीभन्दा बढी मान्छेहरू चाहिँ यहाँ आधीभन्दा बढी मान्छेहरू चाहिँ यता आउँदै हुनुहुन्छ छिटो खाँदैछु म अहिले चाहिँ म सबैभन्दा अगाडि छिटो खाँदै थियो तर निकालेको मैले सबैजना बाटो लागेर आउँदै हुनुहुन्छ यस्तो भिरको बाटोमा यस्तो दामी घुम्नु बनाएर को जन्मिनु भएको क्याप्जे बुदानको ठुलामा छ नि 69 ठुलामा अहिले मैले चाहिँ चिन्दैन उहाँले जे भन्नुभयो त्यही हो अब हामी मुनि जाने अब ओह्रालो हो ओह्रालो त्यस्तो ओए झन् लोड टक्को माथि यस्तो बनाउनु रहेछ माइ गॉड इज दिस पोसिबल वाउ सो ब्युटिफुल प्लेस अब यहाँबाट चाहिँ सायद लगभग पुग्न आँटेको जस्तो छ तर मलाई पनि थाहा छैन कहाँ पुग्यो भनेर के हो आइजको जस्तो You can take some photo over here. Oh my god. My dream place. Finally. La? Okay. यो माथि डाँडाबाट चाहिँ हामी मुनि झर्नु पर्ने रहेछ सो अब चाहिँ
अब चाहिँ हामी ओह्रालो 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 झर्दै 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 जानुपर्ने रहेछ। यो ठाउँ चाहिँ अब लाइफ टाइमको लागि क्याप्चर गर्न चाहन्छु म। ओ अनि पो अघि आउने बाटोहरू कसरी बनायो होला। यहाँ ढुङ्गा कहाँबाट ल्याउनु भयो हो नि। यहाँ चाहिँ भाइले आजको फोटो खिच्दै हुनुहुन्छ। म पनि यहाँ गएर एउटा दुईवटा फोटो खिच्छु। यहाँ उँभो जानु नि अब उँभो हो ए उँधो ए फेरि उँधो जानुपर्ने रहेछ है। सो डेन्जरस रहेछ। ए होला है मेन फेमस यहाँबाट फोटो खिच्ने ठाउँ। Yeah. This is my dream place to come visit. Here, I'm so happy. Thank you so much for everyone. अब चाहिँ उँधो यस्तो ठाउँबाट यताबाट उँधो यस्तो यस्तो गएर अहिले मानेर कसरी काम नभएर है। यता चाहिँ बाटो हेर्दै हेर्दै हिँड्नुपर्ने रहेछ। तर बाटो त एकदम राम्रो छ। भए पनि अघि उकालो हिँडेर आएको कारणले गर्दाखेरि थर 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 कामिरहेछ। यस्तो भिडहरू चाहिँ अब यहाँ कस्तो डर लाग्ने यो फोनमा हेर्ने भन्दा पनि। So dangerous. Oh my god. यहाँबाट चाहिँ अब so much danger. आमा कस्तो डर लाग्ने डेन्जरस भिरको टुप्पा। यहाँबाट हेर्दा त कस्तो डर लाग्छ। यहाँबाट चाहिँ अब हामी अगाडि बढेर माथि चढ्नुपर्छ। यस्तो टाकुरामा माथि यस्तो टाकुरामा कसरी घर बन्ने गन्जुक्छौँ। यस्तो टाकुरामा यस्तोहरू यहाँको नि छुट्टै कहानी रहेछ। तर आदि अधुरो थाहा छ मलाई। तर म चाहिँ भन्न चाहदिनँ यहाँको भगवानको कुहरू ल्याउनु पर्ने बेलाको कहानीहरू। अनि यस्तोमा त बोक्नु सक्दैन नि त मान्छेहरूले। अनि उहाँले चाहिँ सपनामा आउनु भएर भगवानले चाहिँ तपाईँहरू जानु माथि यहाँ गुम्बामा पुग्दै गर्नु अनि भन्दाखेरि अनि मान्छेहरू सबैजना मानेर आउनु भएको अरे। अनि भोलि बिहान यहाँको सुङमा यहाँको गुम्बाको त्यो भगवानको सुङमा चाहिँ गएर रातभरिमा माथि मान्छेहरू पुग्नुभन्दा अगाडि कुचे माथि पुगेको अरे। त्यो चाहिँ मलाई सत्य जस्तै लाग्यो। किनभने त्यत्रो अब सानो मूर्ति हेर्नु नि त। यत्रो हजारौँ टनको मूर्ति त अब यसरी मान्छेले बोक्नु सक्दैन। अनि ठ्याक्कै त्यहाँ पुगेको अरे। त्यो चाहिँ म एकदम मान्न चाहन्छु। वा यो चाहिँ फेरि झर्ना कहाँबाट आयो फेरि यस्तो पाहाडमा झर्ना। हाउ इज दिस पोसिबल। ओ माई गॉड। यस्तो झर्ना यहाँ यस्तो टुप्पामा घर। Okay, now I want to end my video. यो चाहिँ एकदम एकचोटि लास्ट टाइम देखाउन चाहन्छु है राम्रोसँगले। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। हाम्रो टिम चाहिँ यता हुनुहुन्छ। फाइनली हामी चाहिँ फर्क्यौँ। यहाँबाट यति यस्तो देख्यो भने पनि यहाँ माथि पुगेर आउनुको लागि ठ्याक्कै 7 घन्टा लाग्दो रहेछ। सो जे जति लागे पनि फेरि यो ठाउँमा यसरी घुम्न आउनु पाऊँ भनेर प्रार्थना गर्दै यो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच।